मान्यज्यू यो क्याबिनेटमा तपाईलाई जनताको हेर्ने इच्छा प्रबल थियो, धेरैले अहिले पनि भनिरहेका छन् यो क्याबिनेटमा अमरेश सिंह जस्तो मान्छे हुनुपर्छ भनेर, तर त्यो सम्भव भएन, देख्न पाइएन। के भइरहेको, कहाँ कुरो मिलेन, किन चित्त बुझिन तपाईँ? अझ सांसदको रूपमा केही काम गर्न बाँकी छ। सांसदको रूपमा काम पार्टी र देशको काम गर्न बाँकी छ। सांसदको रूपमा काम गरेपछि अझै कार्यकारी भूमिकामा भएको भए अझै परिणाम दिन सकिन्छ कि भन्ने। त्यसमा हामी पार्टी र सरकार हामी छलफलमा छौँ। हामी पार्टी र सरकार एक ठाउँमा उभिएको छु, यति मात्र तपाईँलाई भन्न चाहन्छु। मनोनयन त दर्ता भइसक्यो, तपाईँ ढिलो आइपुग्नु। मनोनयन दर्ता त्यहाँ कानुन समितिको हलमा भइसकेका छ। हजुर, त्यसपछि हामी अलिकति पार्टीको आन्तरिक छलफल दियो, त्यसपछि हामी पार्टीको बारेमा कुरा गर्दैछौँ। के छ अब पार्टी कसरी अगाडि बढ्छ? अब सरकार त एकदम द्रुत रूपमा काम गरिरहेको छ, पार्टी चाहिँ कसरी बढ्छ? पार्टी र सरकार दुवै जनताको चाहना अनुसार अगाडि बढ्छ र हामी परिवर्तनको लागि जनताले हामीलाई जिम्मा दिएछ। हामी जनताको जीविकामा जनजीविकामा परिवर्तन देखाएर हाम्रो सरकार र पार्टी परिवर्तनको आभास गराउँछ। तपाईँलाई म एकदम विनम्रतापूर्वक सम्पूर्ण सञ्चारकर्मीलाई के आग्रह गर्न चाहन्छु, हाम्रो सरकारको काम 3 महिना तपाईँहरू